साथीहरू एकैछिन यो भिडियोलाई हेर्नु होला तपाईहरुले। तपाईहरुलाई चाहिँ म एउटा यस्तो चीज देखाउन गइरहेको छु जो तपाईहरुले सोच्नु पनि भएको छैन होला। हाम्रो गोकुलगंगा गाउँपालिका यो खिम्ती खोला भन्ने ठाउँमा देख्न सक्नुहुन्छ यो प्रकारको मूर्ति बनाइएको छ। यो दोलखा जिल्लाले बनाएको मूर्ति हो। खिम्ती खोलामा छ ठ्याक्राक्कै देख्न सक्नुहुन्छ। यताबाट पुरै यो खिम्ती खोला हो र यो खिम्ती खोलाको पारीपट्टि दोलखा जिल्लामा चाहिँ यो मूर्ति बनाइएको छ। ढुङ्गो कुँदेर त्यो ठुलो ढुङ्गोलाई फोरेर एकदम यो शिवजीको मूर्ति बनाइएको छ। देख्न सक्नुहुन्छ तपाईहरुले ठ्याक्राक्कै मूर्ति नै ल्याएर राखे जस्तो बनाउनु भएको छ। उहाँहरुलाई धेरै धेरै धन्यवाद यस्तो राम्रो मूर्ति बनाएकोमा। देख्न सक्नुहुन्छ साथीहरु। आएर तपाईहरुले पनि यसमा जे माग्नुहुन्छ तपाईहरुले त्यही पुग्छ भन्ने जनाइएको छ। अब सबैजनाले त्यही भनेका छन्। त्यो ठ्याक्राकै खिम्ती खोलामा छ देख्न सक्नुहुन्छ है। यो यही हो यहाँको भ्यू। ल हेर्नुस्।